नेक्स्ट गाडीमा सबैजना ब्युटिफुलहरू देखि मैले चस्मा लगाइसकेको छु। अब राम्रीहरू मात्रै देख्छु म। सबैजना चस्मा लगाइसकेर चाहिँ यहाँबाट भ्यू देख्न सक्नुहुन्छ होला। यस्तो बवाल देखिरहेछ पोखराको सुन्दरता मैले देखाइरहेको छु होइन। ओ माई गॉड हाम्रो शिव लाइनमा सँग चाहिँ हामीले 2-3 वटा चाहिँ एकदम बवाल फोटो हाम्रो बालेन्स के छ अनि ठिक छौँ नि हामी ठिक छ यहाँ। सो हेलो एभ्रीवन गाइज वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ हामी पोखरामा आइसकेको छौँ। भर्खर हामी बिहान गाडीमा सुताइ भयो हाम्रो, त्यही अनुसार हामी चाहिँ बिहान चाहिँ पोखरा आएको छौँ। अब आज चाहिँ हामी पोखराको विभिन्न गाडी चाहिँ यहाँ छ, किनकि हामी आएको गाडी त्यो थियो। अहिले चाहिँ हामीले गाडी चेन्ज गरेर नेक्स्ट गाडीमा जाँदैछौँ। सो सबैजना आइसक्नु भएको छ, सरहरू फोटो खिच्नेहरू। सो हाम्रो सर हुनुहुन्छ यहाँ। ओके गाइज अब हामी आज कहाँ कहाँ गइन्छ के गरिन्छ भनेर चाहिँ अब जानकारी दिँदै जान्छु म। अनि अर्को कुरा के भन्न चाहन्छु भने हुन्छ नि हिजो चाहिँ मैले किनकि टाइम नभएर भ्लग एडिट गर्न पाएको छुइनँ, त्यसको लागि सरी, किनकि टाइम लाग्ने भोइस एडिट गर्न। त्यही हो। ओके गाइज माइन्ड नगर्नु होला। सबैजना गाडीमा छ, गाडीमा हेरिदिउँ हामी पनि के कसो हुन्छ। ओके ओके सबैजना ओ नेक्स्ट गाडीमा सबैजना ब्युटिफुलहरूदेखि लिएर सबैजना मेकअप गर्दैछ कोहीहरू यहाँ। ओके गाइस हामी लाग्दैछौँ अहिले तर हामीलाई चाहिँ मेन फोकस गर्छ कालेलाई। ब्राइटनेस बढाऊ, मेन फोकस गरेर ब्राइटनेस बढाऊ कि नबढाऊ ल। दोस्तहरू सबैजना छ है, केटाहरू चलफल दिँदैछ। हामी जाँदैछौँ अहिले मन्दिर छिर्दैछौँ, देख्न सक्नुहुन्छ होला मन्दिरको गेटमा छौँ। केटाहरू सबै जाँदैछ। चस्मालाई छोडिदिउँ अहिले सो, किनकि यहाँ पूजा सामग्रीहरू किन्दैछन्। पूजा सामग्रीहरू यहाँ हाम्रा सुन्दरीहरूले किनेर चाहिँ बोकिसके। मैले चस्मा लगाइसकेको छु। अब राम्रीहरू मात्रै देख्छु म। सबैजना चस्मा लगाइसकेर चाहिँ लगाइछ जाँदैछौँ हामी चाहिँ। मन्दिर यता रहेछ जाम होइन, एकदम बवाल देखिरहेछ माथि हिमालहरू। सबैजना यहाँ सामानहरू किन्दैछन् होइन। ओके हामी चाहिँ अब मन्दिर जाँदैछौँ यहाँबाट है। सबैले पूजाको सामग्री हो जाउँ। हुन्छ जाने नि जानु, हामी पनि जाने माथि नै हो। ओके जाउँ। फलो मी गाइस। यो चस्मा लगाएको त सबै राम्रो देख्छु त के हो? चस्मा राम्रो कि मान्छे राम्रो हो? जाउँ। यहाँबाट चाहिँ पूजाको निकै भिड भएको अवस्था देख्न सक्छौँ हामी। एकदम फास्ट गरौँ है। 10 मिनट यहीँ भइसक्यो नि। आम्मा के साह्रो टल्किएको हौ तिमी त, कि मैले चस्मा लाएर त्यस्तो देखेँ तिमीलाई? हो र? यो के तिम्रो चस्मा के हो? अनि म त सबै राम्री मात्रै देख्न थालेँ त तिम्रो चस्मा लगाइकन केही भनिदेऊ त लु। मेरो चस्मा महँगो चस्मा हो त। ओ होला त्यही भएर। जुत्ता हाल्नुपर्ने अवस्था अरे बोरामा। सबै बोरामा जुत्ता हालेर चाहिँ यता छुट्टै पो रहेछ त तरिका देख्न सक्नुहुन्छ होला। पुरै हुनुहुन्छ सबैजना भक्तजनहरू। आज एक पूजाको लागि सबैजना आउँदैछौँ होइन। नारियल फोड्नु पर्ला। ओके जाम। अब हामी अहिले भित्र प्रवेश गरिसकेका छौँ। घुमौँ। ओ गाइस सो ब्युटिफुल यहाँबाट भ्यू देख्न सक्नुहुन्छ होला। यस्तो बवाल देखिरहेछ पोखराको सुन्दरता मैले देखाइरहेको छु होइन। ओ माई गड वाउ एकदम बवाल छ, त्यहाँदेखि हेर्न सक्नुहुन्छ है। सो
हामीसँग नआउने साथीहरूको लागि पनि मैले भिडियो बनाइरहेको छु जो जति आउनु भएको छैन उहाँहरूको लागि। सो पोखराको सुन्दरता देख्न सक्नुहुन्छ होला। हिमाल, अब हिमालको नाम चाहिँ ठ्याक्कै कुन हिमाल हो भनेर चाहिँ मलाई एक्ज्याक्टली थाहा भएन, त्यही पनि यहाँको सुन्दरताहरू देखाइरहेको छु। यता मन्दिरको हामी टपमा छौँ, सब घुमिरहेछ। यो घामले गर्दा थोरै राम्रो देखेको छैन किनकि यताको चाहिँ सो बवाल यार, यस्तो बवाल छ है। ओके गाइस, अब हामी जानुपर्ने हुन्छ। सो मन्दिर घुम्दैछौँ हामी सबैजना आएर। उता साइडमा रहेछ मन्दिरको सुन्दरता हेर्न सक्छौँ हामी। लाइनमा छौँ अहिले हामी सबैजना। अब लाइनमा हामी एकछिन बसेर हामी पूजा गर्छौँ। पूजा गर्नेहरू सबैजना हुनुहुन्छ, भक्तजनहरू आउनुभएको छ निकै टाढा टाढादेखि। हाम्रो बाती बाल्ने चाहिँ यहाँ छ, बाती बलाइ हुँदैछ। दिइहाल्नु, यहाँ मलाई चाहिरहेको थियो। कहाँ बसेको थियो? हेलो भगवान, नमस्ते। ओ माई गड, ल ठिक छ। बेस्ट हिरो। ओके गाइस, सो अब हामी यहाँ लाइनमा बस्नुपर्ने हुन्छ किनकि लाइन एकदम। सो हामीले चाहिँ पूजा गरेर आइसकेका छौँ। अगरबत्ती जलाउने कार्यक्रममा छौँ। हाम्रो देख्न सक्नुहुन्छ होला पूजाको सामग्री घुमेर जलाउँथ्यो अनि जलाएर हामी यता जान्छौँ। त्यही हो गाइस, त्यहाँ परियाहरू रहेछ, त्यहाँ परियाहरू सबै त्यहाँ चाहिँ रहेछ भनौँ न। एकदम भजनहरू राम्रो बजिरहेको छ। यहाँ चाहिँ आरती लिने ठाउँ। सो अगरबत्तीदेखि आरती सबै जलाउने यहाँ रहेछ। ओके, एकदम राम्रो छ। यहाँको भ्यूहरू पनि बवाल छ। सबैजना र चाहिँ एकदम रमाइलो भइरहेछ। त्यही हो, अब चाहिँ हामी यहाँ नरिवल फुटाउने चाहिँ उतापट्टि छ, पल्लोपट्टि छ अरे। त्यहाँ नरिवलहरू फुटाउन जानुपर्ने हुन्छ। यहाँ साथी ओके एकदम रमाइलो हुँदैछ। ओके, पूजा सकिसकेको छौँ। पूजा सकेर चाहिँ यहाँ हल्का टावर, भ्यू टावर जस्तो रहेछ होइन, यहाँ सिडी रहेछ। हामी चाहिँ यहाँ चढेर चाहिँ अहिले यहाँको सुन्दरतालाई निहालिरहेछौँ। सो देख्न सक्नुहुन्छ। ओ माई गड, एकदम बवाल छ हिमाल। वाउ वाउ, सो ब्युटिफुल गाइस। सो त्यही हो होइन, एकदम बवाल देखिरहेको छ यहाँ सबैतिर। किनकि यता यो साइडको चाहिँ हामीले किनकि लाइटले गर्दाखेरि मैले त्यस्तो राम्रो देखाउन सकिनँ। सो यहाँ चाहिँ देख्न सक्नुहुन्छ होला एकदम बवाल आएको छ है। ओके गाइस, यता घामको त्योले गर्दाखेरि राम्रो आएको छैन। यता चाहिँ घुमेर चाहिँ सबैतिर पूजा पाठ गरिसक्यौँ। अब हामी निक्लिन तयारी गर्दैछौँ। हामी जाँदैछौँ निक्लिन। हाम्रो जुत्ता चाहिँ तल टोकनमा छ अरे भनेको सुन्दैछौँ। हामीले एउटा बोरा जस्तोमा खाँदेको थियौँ जुत्ता, अहिले त्यो बोरा कहाँ टोकन छ कहाँ छ अरे भनेर चाहिँ हामी खोज्नुपर्ने हुन्छ। आज घुमाइ यस्तै हुँदैछ गाइस। कहाँ छ यहाँ टोकन हेरेर चाहिँ हाम्रो जुत्ता, खोइ त हाम्रो जुत्ता खोज्नुपर्ने हुन्छ हौ। ओके, अब हामी जुत्ताहरू खोजेर चाहिँ हामी निक्लिनु पर्ने हुन्छ। तल गाडीमा जानु छौँ। अब नेक्स्ट आएको छौँ फेरि नेक्स्ट मन्दिर, शिव मन्दिर आएको छौँ हामी चाहिँ। यहाँ गाडीबाट भर्खर सबैजना उत्रियौँ। अब शिव मन्दिर जान्छौँ होइन। यहाँ शौचालय जानुपर्ने हुन्छ हामी पहिलाबाट, अनि मन्दिरतर्फ हामी प्रवेश गर्छौँ। सो त्यही मन्दिर जानुपर्ने हुन्छ। हाम्रो बाटो चाहिँ यता छ। यहाँ चाहिँ हामी एकछिन अब शौचालयहरू सबैजना जान्छन् होला। एकदम रमाइलो गर्नु। हामी अब यहाँबाट चाहिँ हिँड्न आँटेको छौँ। लगभग हामी शिव मन्दिर चाहिँ जाँदैछौँ किनकि यहाँ हामीले वासरुम भने चाहिँ वासरुम गऱ्यौँ। अब चाहिँ हामी ससरुम गरेको छैन, जाँदैछौँ शिव मन्दिर। ओके, जाउँ। शिव मन्दिरबाट घुमफिर गरेर हाम्रो आइरहनु भएको छ। सबैजना फोटो खिच्नेदेखि कार्यक्रम भइरहेछ। केटाहरूलाई एकछिन हामीले पर्खिनु पर्ने हुन्छ अनि हामी जान्छौँ। ओके, ल जाउँ माथि गएर हेरौँ कस्तो रहेछ। ओ माई गड, सो एक्साइटेड किनकि शिव मन्दिर आइपुगिसकेको छौँ हामी। गेटमा गेट देख्न सक्नुहुन्छ होला, त्यहाँ छ है। यस्तो गाह्रो भयो है। सो हिमाल एकदम बवाल देखेको छ यो, एकदम बवाल। वाउ, त्यहाँ देख्न सक्नुहुन्छ होला हाम्रो गाउँ एकदम बवाल देखेको छ हिमाल। ओ माई गड, वाउ। सो
यहाँको भ्यू एकदम बबाल देखिरहेछ। अब हामी चाहिँ भित्र पस्नुपर्ने हुन्छ, रमाइलो भइरहेछ। सो अब माथि जाऊँ भित्र, केटाहरू फोटो खिच्ने ओर्ने कार्यक्रम भइरहेछ सबैको, किनकि मैले चाहिँ फोटोसोटो त्यति खिचेको छुइनँ। ओके अब जानुपर्ने हुन्छ हामी भित्र जाऊँ, भित्रको दृश्यहरू हेरौँ कस्तो रहेछ के छ होइन। प्रवेश गरिसकेको छ। सो मेरो स्रोत दोस्त हिमाल त बब्बाल सेक्री देखिएको छ यार यहाँबाट। ओ माई गड, ओ माई गड, वाउ एकदम बबाल देखिएको छ है गाइस। हिमाल चाहिँ हाम्रो होइन, त्यही हो। अब चाहिँ माथि जाँदै हामी माथि जाँदैछौँ। अहिले चाहिँ देख्न सक्नुहुन्छ होला हाम्रो मन्दिर, शिव मन्दिर माथि रहेछ। स्रोत झिरो। सो बाटो पर हो। ओके गाइस, अहिले हामी जाऊँ माथि। एकदम हामी चलपल हामीले माथि जाँदैछौँ। माथिको भ्यू पनि हामीले निहाल्नु पर्ने हुन्छ। भ्यूदेखि लिएर अब हजुरहरूले आएर यहाँ लुगाहरू पनि चेन्ज गरेर फोटो खिच्न पाउनुहुन्छ। अगाडि फर्काउँदै सो लुगा चेन्ज गरेर आफूलाई कुन पोसाक मनपर्छ यहाँ प्राइस छ, त्यही अनुसार तपाईँहरूले चेन्ज पनि गर्न सक्नुहुन्छ। किनकि हामी अहिले नगरी गयौँ, फर्केक माथि जानेछौँ। ओके गाइस, हुनुहुन्छ होला एकदम सेक्री देखिएको छ बबाल। किनकि मैले अघि के भन्न चाहन्छु भने मैले यिनीहरूलाई त्यही हो हेरौँ। सो त्यही हो, सबैलाई कस्तो लाग्छ भिडियो हेरिदिनु, माया गर्नु। कतिको रमाइलो भइरहेछ, किनकि मैले बिचमा चाहिँ भिडियो देखाउन सकिनँ, त्यसको लागि सरी भन्न चाहन्छु सबैजनालाई। किनकि बिचमा अलिकति गाडीमा रिमिक्स गीतदेखि लिएर विभिन्न गीतहरू बजेर चाहिँ कपिराइट हान्छ कि भन्ने समस्याले गर्दाखेरि मैले बिचमा कन्टिन्यू दिन सकिनँ, त्यसको लागि सरी भन्न चाहेँ। ल है दोस्तहरू, ठिक छ। अब हामी छिर्न चाहँदैछौँ। सबैजना चाहिँ फोटोदेखि लिएर सेक्री रहेछ, फोटो खिच्ने कार्यक्रम चलिरहेछ सबैजनाको। रेडी पोजिसनमा छ केटाहरू एकदम। सो यहाँको अब पानीको फल पनि देख्न सक्छौँ हामी। लिङ्गमा चाहिँ पानीको विसर्जन भइरहेछ, त्यही हो। अब हामी चाहिँ माथि गएर चाहिँ हाम्रो शिवजीसँग चाहिँ हामीले 2-3वटा चाहिँ एकदम बब्बाल फोटो खिच्नुपर्ने हुन्छ। हिमाल त्यता देखिरहेछ, हामी यताबाट चाहिँ गएर फोटो खिच्छौँ। फोटो भिडियो बनाउनेदेखि लिएर चाहिँ एकदम सबैजना चाहिँ फोटो खिचिरहनु भएको छ, त्यही हो होइन। अब हामी फोटो खिच्छौँ हामी यसो शिवको ऊ माथि गएर। योगेशहरू खिच्दै रहेछ, साथीहरू माथि नै छ। जाम अब हामी एकछिन फोटोमा चाहिँ व्यस्त। फोटोदेखि लिएर होइन विभिन्न यति मनमा यति माया अनि लगभग यहाँको होइन दृश्यहरू हामीले मनमा निहालिसकेको छौँ। मनदेखि क्यामेरामा नअटाएको हामीले मनमा र आँखामा अटाएको छौँ। त्यही अटाएर चाहिँ अब हामी लाग्नुपर्ने हुन्छ, किनकि हामीसँग समय अलिकति कम भएको कारणले गर्दाखेरि अहिले चाहिँ हाम्रो शिव मन्दिरलाई छोडेर हामी जाँदैछौँ। किनकि यस्तो रमाइलो भयो, क्यामेराले क्याप्चर थोरै गर होला तर आँखाले क्याप्चर यति धेरै गरेको छ होइन। सो त्यही सुन्दरतामा अहिले हामी अब जानुपर्ने हुन्छ। यहाँको छोडेर जान त मन छैन नि, यस्तो बबाल ठाउँ है। सो यहाँको सुन्दरता त्यही हो। अब यहाँको भ्यूहरू देखिसक्नुहुन्छ होला, हिमाल देखिएको। अब हामी निक्लिनु पर्ने हुन्छ, किनकि यहाँ मात्रै टाइम धेरै हामीले वेस्ट गरियो भने अरू ठाउँ घुम्नको लागि चाहिँ कसलाई भनेको तिमीले होइन, यहाँ मात्रै अलिकति हामीले टाइम धेरै खर्च गऱ्यौँ भने अरू ठाउँमा हामी घुम्न त्यति पाउँदैनौँ भनेर चाहिँ हामी अहिले जाँदैछौँ। दोस्त कस्तो भयो तिम्रो घुमाइ यहाँको थोरै वर्णन गरिदेऊ न, के गर्यौ कसो गर्यौ, कतिको रमाइलो गरियो अरू मजा रमाइलो भएन केटा हो। किन के भएर बाटो लामो छ, त्यही पनि बाटो लामो भए पनि हामी भगवान्को ठाउँमा आएको छौँ। जस रमाइलो भयो भन्नुपर्छ, जति लामो भए पनि त्यही हो गाइस। सो अब हामी जाँदैछौँ, बाई बाई होइन। अब जानुपर्ने हुन्छ, किनकि यहीँ मात्रै धेरै घुम्यो भने हामी अरू ठाउँ पनि जानुपर्ने हुन्छ। सो त्यही भएर चाहिँ अहिले हामी यहाँबाट निक्लिन चाहँदैछौँ। जाउँ सबैजना। यसो हामीसँग टाइम कम छ, 45 मिनटमा तल आउनु भनेर चाहिँ हाम्रो ड्राइभर अङ्कलले भन्नुभएको थियो। त्यही अनुसार हामी चाहिँ अब 45 मिनट अगाडि नै हामी भरिसक पुग्नुपर्छ, किनकि उनीहरूको पनि काम हुन्छ, हाम्रो पनि नेक्स्ट टाइम अर्को डेस्टिनेसन जान पाइन्छ नि त। त्यही हो, जाउँ अब। सो
ओके बाई बाईसँग भेट भएको छ मेरो चाहिँ होइन उसको लुक्स देखे उसको गोरीवाला देख्दाखेरि चाहिँ एकदम डेन्जर देखिरहेछ है सो जाँदैछ हामी केही भन्नु छ तिमीले के भयो आजको निमन तिम्रो लागि आज तिमी के भन्न चाहन्छौ गोरीलाई चाहिँ दिलले मलाई पुग्यो यो मार्क्स कहाँदेखि ल्याएको यो मार्क्स हामीले निमनको छला निकालेर निमनको निमनको फेस हो क्या यो अनि यस्तो गरिदिनु साथीको हो त अनि भएकै कुरा हो भएकै कुरा हो त्यही हो उसलाई चाहिँ एकदम सिक्री देखिरहेको छ होला अब हामी चाहिँ निक्लेर झर्दैछौँ अब घेर लागेको छ हो कि न हो अब गएर हामी के दबाउनु पर्ने हुन्छ भ्याउनु नि पर्यो खाना दबाउनु पर्ने हुन्छ किनकि हामी छिटो जानुपर्ने हुन्छ हजुर हामी अहिले चलोले जाउँ सो अब हामी निक्लिसकेका छौँ गेट यहाँ छ यहाँ तल यो चाहिँ के हो दोस्त यहाँ खोला हो कहाँ यो के हो पोखरी ओहो डेन्जर छ अघि तल आएको रहेछ यहाँ फोटो खिच्दै रहेछ अब हामी जानुपर्ने हुन्छ धेरै टाइम फोटो खिचाइ हुँदैछ होइन सो एकदम बवाल भइरहेछ यहाँ चाहिँ हाम्रो हुनुहुन्छ हाम्रो बालेन सर के छ अनि ठिक छौँ नि हामी ठिक छ यहाँ ल हामी लाग्यो खोइ के किन्दैछ केटाहरूले ओके हाम्रो बालेनको बालेन सरसँग भेट्दा हामीलाई एकदम गर्व लागेको सो अब हामी जानुपर्ने हुन्छ बालेन सर खानु हामीले एउटा चिसो पनि किनेर शिव मन्दिर घुमेर चाहिँ हाम्रो गाडी यहाँ छ है गाडी देख्न सक्नुहुन्छ आइसक्यो हाम्रो बालेन शाहसँग पनि भेट भयो भनौँ न एकदम सेम है सेम टु सेम हाइट अलिकति फरक भएन त सेम टु सेम सेम यार ऊ जस्तै सेम तर सेम कपी क्या म त एकछिन झुक्के पनि क्या कसम बाले नै रहेछ भने कसम भनेको तर कपी क्या एक टु जेड कपी लाग्यो तर अलिकति हाइट चाहिँ कम है अलिकति हाइटले डिफरेन्स भयो साउन्डले नत्र त सेम टु सेम छ त्यही हो अब हामी चाहिँ गाडीमा जानुपर्ने हुन्छ अब नेक्स्ट हाम्रो कहाँ अब चाहिँ हामी खाना खान्छौँ खाना खाएपछि मात्रै कहाँ हुन्छ हाम्रो डेस्टिनेसन हो आएको रहेछ अहिले नै म चलाइहाल्छु नि गाडी त तर अहिले नचलाउँ किन बाटो हुनु धेर अर्का गाडीमा को हो यस्तो मचक के गाइस ल अब हामी जाम खाना खाइ हुन्छ कि डेभिड फल गइन्छ अहिले फिक्स भएकै छैन ट्रु डेभिड फल्स अहिले हामी डेभिड फल्स आइसकेको सक्नुहुन्छ है सो गाइस चस्मा लाउनु पर्ने हुन्छ किन चस्मा लगाएपछि अलिकति चलबल हान्न सजिलो हुन्छ मलाई त्यही हो सबैजना यहाँ बसिरहेछौँ आइडी कार्ड गाइस आइडी कार्ड चाहिँ यहाँ देखाउनु पर्छ अरे आइडी कार्ड भिडिदिउँ हामी स्टुडेन्ट हो भनेर त चिन्नु पर्यो नि त अब भिडिहालेको मैले चाहिँ गाइस कस्तो देखियो है सो लुक्स ओ माई गड त्यही हो गाइस हामी यहाँबाट भन लु केही भन्नु छ मेरो पनि बिजोक अलिकति छ यार चार्जले लास्ट धोका दिइरहेछ अब चाहिँ गएर यो ठाउँ घुमेर चाहिँ हामीले फोन चार्ज गरिहाल्नुपर्छ बसिरहेछ सबैजना भित्र छिर्न पाइ अब टिकट काट्नुपर्छ यहाँ चाहिँ कतिजनाको हुन्छ सरहरू यहाँ टिकट काट्न एकदम रेडी कति सरक त भित्र छिर्नु हजुर ओ माई गड हजुर भन्नु ल 2-4 शब्द भनिदिनु न त हामी यहाँ चाहिँ भेटाएको छौँ हाम्रो नयाँ दिदीलाई प्रमोसन पनि गर्दै भन्नु यो ठाउँको बारेमा हल्का भन्नु न यहाँ डेभिड फलहरू कस्तो रहेछ तपाईँको पसलको पनि हल्का भनिदिनु ल ल अब हामी घुमेर तपाईँकैमा हो सिधा कुरो सबै छ नि सामान हजुर यो पसलको नाम चाहिँ विशेष ह्यान्डिक्राफ्ट हो यसमा ह्यान्डमेडहरू मात्रै पाउँछ नेपालमा पाउने कुराहरू सबैजना कृपया किन्न आउनु होला सबैजना सस्तो मार्केटै भयो ह्यान्डसम भाइले आशा छ साथीहरूलाई ह्यान्डसम भनिदिनु भयो अब म सबै केटाहरूलाई बोटुलेर यहीँ ल्याउनु पर्ने हुन्छ मैले होइन जानुहोस् एकदम राम्रो छ डेभिड फल भन्छ यो ल धन्यवाद छ दिदी अब हामी भित्र घुमेर सबै साथीहरूलाई ल्याएर तपाईँको पसलमा भिजिट गराउँछु म ल बाई बाई दिदी अहिलेलाई बाई बाई ल सो हजुर म यहीँ आउँछु मेरो घर झापा विशाल कार्की युट्युब च्यानल पनि विशाल हजुर ओके ओके ल ओके सो अहिले यहाँ आइसकेको छौँ गोरिरा पनि छ हाम्रो साथमा
गर्छ है यो हाम्रो मोडर्न भिडियो बनाउ न लु न अरे तर्साउँदै जाउँ न तिमी तर्साउँदै जाउँ न तर्सी जस्तो गर्नुपर्ने हुन्छ क्या अब उदेलाई तर्सा हाल न जोला भान जोला भान तर्सा हाल न रियल रियाक्सन हो यार यो त रियल हो यार यो त सो फाइनली अहिले हामी आइसकेको छौँ स्क्रिप्टेड बनाउन खोज्दै थियौँ रियल रियाक्सन सो अब यहाँ हेर्न सक्छु हाम्रो डेभिड फल्स ओ माई गड अब तल गएर चाहिँ हामीले भिडियो लिनुपर्ने हुन्छ ल ल सो अब हामी तल जाऊँ यहाँ चाहिँ फोटो खिचेर चाहिँ अब हामी तल जानुपर्ने हुन्छ को लागि कताबाट हेर्नुपर्ने हुन्छ हामीले उताबाट चाहिँ हेर्न जाँदैछौँ हाम्रो झुन्ड्याएको भन्दा त मलाई यहाँको काम गर्ने जस्तो लाग्छ गोरिलासँग टक हुन्छ हाम्रो एकछिन अब सो गोरिला पनि यहाँ छ हाम्रो गोरिला भइया गोरिला ल आऊ ल जानुपर्ने हुन्छ उसको त कुरै नगरौँ उसको कुरै गर्न सकिँदैन उसको मेरो क्यामेरा फुट्छ जस्तो लाग्छ उसको सुन्दरताले भाइ यस्तो फ्लड गरेको छैन नि कोही पनि केटी पढ्छ ओपर भन्दा मेरो हामी जाँदैछौँ यहाँ चाहिँ बादर अङ्कलको फ्यान भइरहेछ सबैजना गोरिला गोरिला भन्छ यसलाई चाहिँ कहाँ छौ खोइ त अनि म केही अनि म त केही देख्दिनँ त अनि डेभिड फल्समा त खोइ त अनि म त केही देख्दिनँ त अन्धकार किनकि म यता आएको यहाँ चाहिँ मैले केही देखिनँ म उताको परबाट चाहिँ हामीले केही पनि देखिनँ है खालि अन्धकार देखियो यहाँ त पुरै खाल्टो मात्रै देखियो के को भौडी जस्तो नि अब यहाँबाट चाहिँ हामीले खासै राम्रो देखिनँ किनकि हामी यता आएको छौँ अब यताको भ्यू हेरिदिनु पर्ने हुन्छ हामीले सो यहाँ चाहिँ कस्तो दामी देखियो यहाँबाट चाहिँ एकदम राम्रो देख्यो उताबाट त के हो यार देखिँदै देखेन पुरै खाल्टो मात्रै जस्तो देखिएको थियो यहाँबाट चाहिँ अलिक भनौँ न अलिक राम्रो देखियो पर त खाल्टो मात्रै देखेको थियो सो माई गड वाउ यहाँ सबै भाइ बहिनीदेखि नानीहरूदेखि साना साना बच्चाहरू सबै आउनुभएको छ कहाँदेखि हो बहिनीहरू शिवचोक भनेको कहाँ कुन ठाउँ जिल्ला कुन जिल्ला पर्छ कास्की जिल्ला अब हामी कहाँ थाहा हुन्छ त शिव हो भने यस्तो ए ठिक छ त राम्रो देखियो क्या उताबाट त खासै राम्रो देखिएको थिएन यहाँबाट चाहिँ एकदम फ्री देखिरहेछ हाम्रो एकदम दिदीकोमा है सो यहाँ देख्न सक्नुहुन्छ होला किन्ने ओर्ने सबै कार्यक्रम हुँदैछ सबैलाई मैले यहाँ चाहिँ अहिले ल राम्रो हेर सबैलाई के मनपर्छ कसो मनपर्छ सबैले लाने हो सबै यो परैसम्म म त यतै मात्रै क्यामेराले देखाउँ भयो त के गर्नु होइन अब फेरि ओभरै भयो यो चाहिँ ल होइन अलिअलि मात्रै हो त्यस्तो होइन ल ठिक छ ल अब सबैले यहाँ किन्दैछ छिटो ल ओके गाइज अब नेक्स्ट हामी डेस्टिनेसन जाँदैछौँ अनि रुम जान्छौँ अहिले मेरो फोनमा चार्ज कमी भएको कारणले गर्दाखेरि भिडियो सबै देखाउन सकिनँ त्यसको लागि अहिले हामी आइसकेको छौँ गुप्तेश्वर गुफा यहाँको दृश्यहरू हेरिरहेछौँ हामीले है ओके नोटिफिकेसन आएर केही भएन सो यहाँ चाहिँ अब हामी तल माथि हेर्ने चाहिँ क्रम जारी नै छ देख्न सक्छौँ यो भनेको अब ओ माई गड वाउ ओहो बब्बाल रहेछ यार यहाँ त देख्न सक्नुहुन्छ होला यहाँ सद्ब्यूहरूदेखि लिएर के भन्छ यसलाई दोस्त मूर्ति शिलाहरू यहाँ पढ्न सक्नुहुन्छ होला हामी आइरहेछौँ यता इन्ट्री यस तलै जाउँ न एकचोटि अब आएपछि है के कसो छ धेरै तल रहेछ त धेरै तल त्यहाँ हामी गर्मी बढ्दैछ है त्यस्तै महसुस भइरहेछ त मलाई के हो माथिबाट पानी तप झरिरहेछ हौ यही पानीले गर्दाखेरि शिलाहरू पनि बनिन्छ होला सायद होला होइन सो हामी तलै पुग्न लागेछौँ किनकि एकदम हुप्प गर्मी
अक्सिजनको पनि कमी हुन्छ क्या दोस्त? अक्सिजनको अब जसलाई अक्सिजनको प्रब्लम छ मतलब कि जसलाई अँ चेस्ट प्रब्लम हुन्छ त्यसलाई चाहिँ नआउँदा हुन्छ अलिकति मलाई पनि त्यस्तै महसुस भयो क्या हल्का अक्सिजनको पनि कमी हुन्छ जस्तो लाग्यो पुरै भित्र बन्नेको हुन्छ पुरै चाहिँ नभने तर भित्र बन्नेको हुन्छ गाइस लास्ट अक्सिजनको कमी भयो यार लास्ट गाह्रो भयो अक्सिजन कमी भयो सो त्यहाँ हामीले बिचमा अघि भिडियो बनाउँदै म आउँदै थिएँ होइन त्यहाँ चाहिँ भिडियो नबनाउनु भनेर रिक्वेस्ट आएको थियो अनि मैले चाहिँ यता आएर बनाएको त्यहाँ अब अगाडि चाहिँ मैले बनाइनँ किनकि कस्तो गाह्रो भएको यार अक्सिजनको कमी भएको यार यहाँ त ठेट्टेरिका यहाँ गुफा पोखरी एकदम बबाल रहेछ है देख्न सक्नुहुन्छ पुरै अँध्यारो छ भनौँ न पुरै अँध्यारो छ अब तल लास्ट गाह्रो भयो यार त्यही हो गाइस अब हामीले चाहिँ भिडियो स्टप गर्नुपर्ने हुन्छ किनकि मेरो फोनमा चार्ज लगभग 5% कारणले गर्दाखेरि यहाँ भन्दा मैले दृश्य देखाउन सकिनँ त्यसको लागि सरी भन्न चाहन्छु म सबैजनालाई देख्न सक्नुहुन्छ होला गुफा पोखरी चाहिँ हामीले त्यहाँ तल छ किनकि अँध्यारोको कारणले हल्का देखिरहेको छैन त्यही हो यहाँ यता चाहिँ भिडियो बनाउन उतापट्टि दिनु भएन यहाँ चाहिँ मैले आएर बनाएको चाहिँ यहाँ कोही रहेन रहेछ त्यही हो अब हामी फर्किन आँटेको छौँ गाइस किनकि त्यहाँदेखि उता यस्तो गाह्रो हुँदो रहेछ यार अक्सिजनको कमी